यो आज हामी चाहिँ बालबिटाको बारेमा कुरा गर्छौँ। बालबिटा चाहिँ तपाईँको चाहिँ स्वास्थ्य संस्था या महिला स्वयंसेविका दिदीले यो बालबिटाको प्याकेट दिनुहुन्छ। यो ठुलो यो सानो प्याकेट यो भित्र चाहिँ 30वटा सानो प्याकेट हुन्छ र यसमा चाहिँ बालबिटा चाहिँ तपाईँको चाहिँ बच्चाहरूलाई चाहिँ पूरक खाना सुरु गरिसकेपछि बच्चाहरूलाई चाहिँ यो बालबिटा चाहिँ खुवाइन्छ। बालबालिकालाई दैनिक खुवाउने जुन खाना छ त्यसमा चाहिँ पोषक तत्त्वहरूको कमी हुन्छन् र ती पोषक तत्त्वहरू तपाईँको चाहिँ यो कमी भएपछि यो बालबिटाले चाहिँ पुरा गर्छ। यसमा चाहिँ 15 किसिमका भिटामिन्स मिनरल्सहरू हुन्छ र यो चाहिँ 6 महिनामा बालबालिकालाई 2 महिनाको लागि दिइन्छ। जस्तै यो खाने भनेको 6 महिनादेखि लिएर 2 महिनासम्मको बालबालिकाले खाने हो। यसमा चाहिँ हामीले 180 पुर्या चाहिँ दिने गर्छौँ। 180 पुर्या पहिलो चाहिँ हामी 6 महिनादेखि 1 वर्षको भित्रमा 2 महिनाको लागि अनि त्यसमा चाहिँ 60 पुर्या दिने गर्छौँ। अब तपाईँले प्रत्येक दिन एक पुर्या खुवाउनु पर्यो र यो खुवाउँदै जाँदा बच्चाहरूमा चाहिँ कुपोषण हुने सम्भावना कम हुन्छ र यसले चाहिँ तपाईँको बच्चाहरूमा यसको चाहिँ यो बालबिटाको न रङ्ग हुन्छ न गन्ध हुन्छ न स्वाद हुन्छ। यसले केही खानाको केही न रङ्ग गन्ध स्वाद केही नि परिवर्तन गर्दैन। यो खानामा राखिदिएपछि हुन्छ नि बच्चाहरूले अब टेस्ट बिग्रिन्छ कि बच्चाहरूले खाँदैन कि भनेर त्यस्तो होइन। यो राखिदिएपछि न यसको स्वाद हुन्छ न गन्ध हुन्छ न यसको रङ्ग हुन्छ, केही नि फरक पर्दैन। यो राखिसकेपछि खाना चाहिँ आधा घन्टा भित्रमा खुवाउनुपर्छ बच्चालाई। अब चाहिँ हामी बालबिटाको बारेमा के कुरामा ध्यान दिनुपर्छ। बालबिटा खुवाउँदाखेरि हामीले एउटा बालबिटाको प्याकेट जुन खाना मिलाउँछौँ एउटै बच्चालाई खुवाउने, भागभन्डा गरेर खुवाउनु हुँदैन। अब एउटै बालबिटाको प्याकेट चाहिँ 2टा बच्चालाई फरक बच्चालाई खुवाउनु हुँदैन। धेरै तातो अब यहाँ चाहिँ झोल खानेकुराहरूमा मिसाएर खुवाउने होइन, यो खानामा चाहिँ मिसाएर खुवाउने, पानीमा मिसाएर दुधमा मिसाएर यो चाहिँ खुवाउन मिल्दैन। यो चाहिँ बालबिटाको प्याकेट खानामा राखेर मिसाएर यहाँ हेर्नु न, खाना माथिबाट यसरी छरेर मिसाएर खुवाउनु। अब मेन कुरा चाहिँ धेरै तातोमा मिसायो भने नि यसको जुन भिटामिन्स हुन्छ नि त्यो चाहिँ नष्ट भएर जान्छ। जुन यसमा भएका भिटामिनहरू नष्ट भएर जान्छ। त्यो भएर धेरै तातोमा मन तातोमा मिलाएर खुवाउनु। यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ 3टा रहेछन्। मेन कुरा चाहिँ यसलाई बाँडेर खुवाउनु भएन, पानीमा राखेर खुवाउनु भएन। अर्को कुरा धेरै तातो खानामा राखेर खुवाउनु भएन। बच्चाले जति खान्छ त्यति खानामा माथिबाट मिसाएर बिस्तारै खुवाउनु पर्ने। यो चाहिँ मुसा किरा कीटनाशक औषधि राख्ने ठाउँमा राख्नु भएन। अब यसमा यो बालबिटा चाहिँ प्रत्यक्ष घाम पानी ओस आगो र तातोबाट बचाएर राख्नुपर्छ। अब घाम पानीमा पनि राख्नु भएन। बालबिटा लगिसकेपछि तयार पारिएको खानामा मिसाएर चाहिँ यो बालबिटा चाहिँ खुवाइन्छ। त्यसपछि चाहिँ बालबिटा प्रयोग गर्ने तरिका चाहिँ अब बालबिटा पुडियामा रहेको च्यातिने लाइन पुडियालाई च्यात्नुपर्छ। यहाँ चाहिँ च्यात्ने लाइन दिया हुन्छ, त्यो लाइनबाट चाहिँ हामीले च्यात्नुपर्छ। त्यसपछि पुडियामा रहेको बालबिटालाई मनतातो खानामा पुरै पुडिया राख्नुपर्छ। यो होइन कि अहिले आधा राख्छु फेरि पछि राख्छु, त्यो होइन, पुरै पुडिया एकैचोटि मिसाउनुपर्छ। त्यसपछि चम्चाले राम्रो चलाई बिटालाई खाना मिसाउनुपर्छ। अब यो बालबिटालाई के गर्नुपर्छ, चम्चाले राम्ररीसँग चलाएर मिसाउनुपर्छ। बालबालिकालाई राम्ररी फकाई फुलाई बिस्तारै जति सक्दो चाँडो बालबिटा मिसाएको खानेकुरा आधा घन्टाभित्रमा यो खुवाइसक्नुपर्छ। अनि त्यसपछि चाहिँ बालबिटालाई खुवाएको बालबालिका प्रशस्त मात्रामा आमाको दुध खुवाउनुपर्छ। यो खुवाए पनि फेरि बच्चालाई चाहिँ आमाको दुध चाहिँ खुवाइराख्नुपर्छ। यो होइन कि यो खुवाइसकेपछि आमाको दुध नखुवाउने, त्यस्तो होइन। आमाको दुध पनि खुवाउनुपर्छ। शुद्धिकरण गरेको पानी मात्र पिउनुपर्छ। जस्तै पानीलाई फिल्टर गरेर खानु पर्यो या तातो बनाएर फेरि मन तातो भइसकेपछि मात्रै पर्ने हो। खाना बनाउन अघि र बालबालिकालाई खाना खुवाउनुभन्दा अगाडि हामीले चाहिँ साबुन पानीले हात धुनुपर्छ। त्यो चाहिँ यहाँ गरिएको देखिएन। जे पनि अब बच्चा थन्का प्रसाद त्यो चाहिँ त्यसरी खुवाउनु भएन कि। तपाईँको चाहिँ यो खाना बनाउनु अघि र खाना बनाइसकेपछि के छ, हात धुनुपर्छ। हात धोएपछि मात्रै खाना बनाउनुपर्छ या बच्चालाई खुवाउँदा पनि हात धुनै पर्दैन। त्यो हिसाबले हामीले बालबिटाको बारेमा आज सिक्यौँ। र बालबिटा भन्ने बित्तिकै तपाईँको चाहिँ बच्चाहरूको लागि एकदमै 15 किसिमको भिटामिन्स मिनरल्स भएको खानेकुराहरू हो। त्यो भएर बालबिटा हामीले खुवाउनुपर्छ। र अब तपाईँलाई बालबिटाको बारेमा कस्तो लाग्यो?
धन्यवाद, तपाईँहरूलाई धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा।